वेलकम बैक टू माई यूट्यूब चैनल है गाइस। आज चाहिँ हामी माछा मार्न जानु भयो। आइज बाइक यहाँ कहाँ हो यो चाहिँ कहाँ हो के हो चाहिँ थाहा छैन। अब म चाहिँ पुलिससँग जाँदा पुलिससँग माछा मार्छ कहाँ थाहा छैन केटा। म्यादी पुलिस भेटौँला। केटाहरू चाहिँ अगाडि गइसक्यो। एउटा पाइप कता पुगिसक्यो। हामी चाहिँ लास्टमा हाम्रो हिमाल रानीको गाउँपालिका भयो भने हिमाल बवाल बल देखिरहेको छ केटा पारि हाम्रो जेन्जीहरू यस्तो छन् पुरा जेन्जीहरू होइन। हाम्रो अर्को जेन्जीहरू त यिनीहरू जेन्जी हो। यिनीहरू त जेन्जी होइन। यिनीहरू त दाइहरू नेपाल पुलिस हो है हामी चाहिँ। यो चाहिँ रक गार्डन हो है। यता चाहिँ रक गार्डन हो। यो चाहिँ खन हो खन। कुन बाटो जाने हो यो चाहिँ रक गार्डन केटा। हामी चाहिँ रक गार्डन आयो। यहाँबाट देखिने माउन्टेन रेन्जहरू चाहिँ बवाल छ। माउन्टेन रेन्जहरू खतरा देखिरहेको छु पारि पारि। हामी चाहिँ रक गार्डन आइसक्यो। पहिले यहाँनिर लुट्थ्यो क्या कसलाई लुट्यो एकचोटि होइन। यति लुट्यो क्या सन्धियरको एकजना कसले चाहिँ लुट्यो क्या यहाँनिर माओवादीहरूले लुट्यो त्यति बेला। माओवादीको नाममा अब अरूहरूले कसले लुटे यो केटा हो। यहाँबाट चाहिँ एयरपोर्ट पनि देखिँदो रहेछ केटा हो। एयरपोर्ट हाम्रो सन्धियरको एयरपोर्ट हो त्यो पारिको चाहिँ एयरपोर्ट। यतापट्टि सन्धियरको बजार हो। सन्धियरको बजार एयरपोर्ट। यो चाहिँ रक गार्डन। माथिको चाहिँ रक गार्डन। हामी चाहिँ यहाँनिर के भन्छ अरे यहाँनिर यहाँ के भन्छ अरे डिबर्ना त डिबर्ना माथिको डिबर्ना है केटा हो। एयरपोर्ट चाहिँ त्यही हाम्रो टोपबहादुर रायमाझी भित्र गएपछि एउटा एयरपोर्ट अब त्यस्तै बन्द। यो अर्घा त होइन यो त अर्घा हो र यो अर्घा त रहेछ नि हो अर्घा बवाल छ यार। चुनाव प्रचारलाई हिँडेन कि बाइक छ। यहाँ फेरि बाटो बन्द रहेछ केटा हो। बाटो खन्दै रहेछ जेसिबीले। खै जाने कता यार हिँडिसम्म माछाला पुगेँ होइन थाहै भएन कता भन्ने। अब हामी यता पछाडिबाट घुमेर जानुपर्ने भयो। यताबाट जाँदैन अरे। यस्तो छ दामी छ दामी। ओ यताबाट घुमेर जान्छ अरे। त्यही बाटो घुमा केटालाई कुर्नु पऱ्यो नि त फेरि। अब आइसक्यो त स्कुटर त आइसकेछ त। कहाँ राख्थ्यो बाइक यहाँ त उजो रहन्छ बाटै त्यो गाडी बनाउनु लानु। हामी फर्केर अब यताबाट जानु लाग्यो। यहाँ केटालाई कुर्नु पऱ्यो नि त केटाहरूलाई। आउँछन् तिनीहरू भन्छन् त्यहाँ गएर तिनीहरू भन्छन् बाटो त डेन्जर अप्ठ्यारो रहेछ। यहाँ यता घुम्ने अन्त यता घुम्ने यता कसले यसले घुमाएर बाइकमा साला बाइक नि घुमाउनु सक्दैन यार। बाइकै घुमाउनु सक्दैन नि त। ल आइज ल यता कि उता भन्छ उहाँ माथिबाट भनेपछि यता यता भन्छ अझै मान्छेलाई सकेन भन् के बरु होइन बरु सकेन भन्न होइन। यस्तो छ केटा हो हाम्रो अर्घाची है। कहाँ हो फेरि यार त घर यार भ्याइयो कि ए बिस्तारै हिँड्को मा केटा। यहाँ त रोक हेर्नुपर्छ तलै होला उता त होइन माथि हो क्या तलै होला। यहाँ त 18,000 बाटो त यार। 5 सास लिइसक्यो कि
केटा यो अब होइन यहाँ बान्ने च्याट्ट अनि हान्ने हो गाईहरू त पछाडि छ दुइटा बाटो चाहिँ डेन्जरै छ माछा त मलाई त मन पर्दैन र म त रहँदा नि यही लेँडेले गर्दा आएको आउँथेन अब हामी खोला आउन आइसक्यो हामी चाहिँ आयो इकडावाला खोला आयो हामी यसको पार्ट त महँगो पर्दो नि त भोक लाग्यो यार मलाई त यार समोसा खानु पर्यो होइन हाम्रो टोली आइसक्यो होइन लोरो यहाँ भइसक्यो अब यो खोला यही हो रे ओए ऊ छरा कता हो यो त माथि तल माथि छरा पुग्ने भन्थ्यो के हो खै मेरो कमाल नै अरे बाबा हाम्रो यो उजो बिग्रियो गाइज लास्टमा होइन हाम्रो यो माछा मार्ने के हो यो इन्भर्टर कि कन्भर्टर यो चाहिँ बिग्रिएको रहेछ कन्भर्टर बिग्रिएको रहेछ अब सक्यो कन्भर्टर हो क्या अब यहीँनिर जोडेर खै एकचोटि चेक चाहिँ गरौँ भन्ने कुरा हो तर यहाँ छैन रहेछ माछा त थियो होला अलिअलि त त्यो अलिअलि मरिहाल्छ नि भएको चिजहरू यता लिएर न यता त आइहाल्छ नि मरिहाल्छ नि छैन कि उसले छैन आएन लास्ट टाटु चाहिँ फोनमा कुरा गर्न हुन्न फेरि केमा गर्ने त रातारात हिँड्दै जाने ए भन्नु के माइनस अनि सर्ट होस् हैन तिरले यहाँ राख्थि लिएर तिरले यहाँ राख्थि ती नट बोल्ट लिएर आउँथि ताईबाट त थाहा हुन्छ कि मिस्त्री हो भन्ने हैन र हैन त बोलिदियो हो फाल्दिन्थ्यो उता यदि राख्थि भेटिन्छ नि त मैले बनाए इन्भर्टर बनाएँ अब माछा मार्ने हाम्रो यो बन्दैछ होइन हाम्रो दिपकजीले बनाउनु भयो होइन सुबडजीले बनाउनु होइन दिपकजी मलाई त भोजेले सिकाएको अरे भोज दाइले भोजे दाइ मर्ने बेला भइसकेको छ होला तिनी खन्दका के तिनी उ थिए इलेक्ट्रिसियन खै उ खैर ओइ त्यो पेचकस खैर भएन फेरि बिग्रियो मेरा भाइलाई यार त्यसले नगर यार मेरो भाइ हो के यार हैन अनि बन्यो है भर्खर यो बन्यो अब हामी रेडी हो अब यता जाने हामी बन्यो सबै भर्खर बनाइयो माछा चाहिँ केटा अलिअलि लगाइरहेछन् होइन हिँड्न सकिँदैन अलि तल चाहिँ खासै लाग्दैन अहिले चाहिँ लगाइरहेछ माछा चाहिँ खै मलाई है ला ल कहिले थिएँ ओहो त्यत्रो ठुल्ठुलो नि के माछा हो यो त्यही हो एउटै हो कि सबै नि यो त ठुलो बजी परेको थियो कि आज कस्तो परेको थियो बाम ढुङ्गा रहेछ के झाँट छोड्दै त्यसो त निकाल्न बल्ल पो त्यहाँ तपाईँ यार किन यस्तो गर्नुहुन्छ है त्यो चप्पल स्याहार्नुहुन्छ कि यार त्यो माछा स्याहार्नुहुन्छ पुलिस त अब हामी जो तम्या दिएन सर
म्यादीको हल्दार यस्तो गडाई माछा ल त्यहाँ थाप्दै हुन्छ यत्र अनिल म चित्रमा फेरि यत्र आफ्नो साप राख्नु गर्ने घर होइन फोन आउनुपर्छ र अनिलले मैले झाँटी के गाली गर्थ्यो एमाले अहिले एमालेको हालिदिने ल मलाई हातमा फालेको मासले यहाँ फाल्यो ओ मछली हेर कडा टल्किने माछा यिनीहरू एक्वेरियममा हाल्न पाए मजा आउँथ्यो यार खतरा खेल्थ्यो होला माछा आधी केजी पनि भएन नि हजुर ओ यो त गहिरोमा हान्न ओए यसमा हो न राजु किन हान्न त्यहाँ थाप ल पेस ओ खुट्टा 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 ठ्याक्कै खुट्टा लाग्यो राजु ऊ अब विपुल खुट्टा उत्तिर खुट्टा आयो त तल झर ठ्याक्कै ऊ के यहाँ त त्यो अब झर ऊ गयो के यहाँबाट देखिन्छ त्यहाँबाट देखिन्न क्या फेरि तले अब उहीँ पुग्छ क्या त्यो तल बगिरह ऊ पातो त हो राजुले बेटा ल भेरी सिम्पल गुड पातो खसालो चस्मा खसालो है चस्मा खसो पातोको यसले सबै माछा फाल्छ क्या राजु हामी चाहिँ फर्किनु लाग्यो चाहिँ यस्तोबाट फर्किदिउँ बाइक चाहिँ तल छ बाइक बाटामा जाने अनि निस्किने अब यस्तो छ अरू डेन्जर चाहिँ यस्तो चाहिँ कडा आएको भ्यू अब चाहिँ हामी जानु लाग्यो माछा चाहिँ धेरै भएन थोरै भयो किला 2 भयो 2 केजी त्यही गाइज अब दिस इज इट फर टुडे गाइज सी यू इन नेक्स्ट ब्लग बाई बाई